के हो हिँड्नु आमा मुस्कान पासा हो नि फेरि यिनी चाहिँ मुस्कान पासा र ए माछा यिनीहरू बिहान यस्तो फाइट गर्दैछ साथीहरू ओ माइ गॉड बाटोमा भगवान देखेपछि गाइस ल ल ल ल ल यो चाहिँ केक बोकिसक्यौँ यहाँ तल नेपाल केक बेक भन्ने ठाउँबाट यता हेरिसक्यो हाई गरौँ न यो चाहिँ हेर्नु कति धेरै मुन्टा र मकै खोल्नुहोस् कुन किन्न मन छ भन्नुहोस् म किनिदिन्छु आज कतिवटा एउटा यम्मी ताली बजाएको How are you feeling after getting a mobile phone? Hello guys, welcome back to my channel. It's Sangeeta Yunjan and you are watching Sangeeta Vlogs. So आज फेरि हामी बारकोट जाँदैछौँ भेला भइसक्यौँ हामी एउटा दुईजना भेला भइसक्यौँ अब चाहिँ हामी बारकोटमा भाइको बर्थडेमा गइरहेको छौँ ह्याप्पी बर्थडे टु यु सचिन भन्न चाहन्छु यही ब्लगबाट एक्टिङ गरेर बोलेको रे क्या अनि उहाँ कपनमा चाहिँ अर्कै कार्यक्रम सकिरहेको हामी अब चाहिँ म यहाँ दिदीकोमा पसेँ अब हामी यहाँबाट ड्रममा भएर चाहिँ बारकोट जान्छौँ अनि बर्थडे सेलिब्रेट गर्छौँ है बाँदरको बच्चा यहाँ हेर्नु भयो यस्तो हुन्छ बाँदरको बच्चा हो कि होइन भन त किन होइन यस्तो कालो अनुहार भइछ कि चस्मा त नलाउ है हजुर भिडियो भइरहेछ यो युएन पार्क हो यो पारीको चाहिँ यस्तो रमाइलो छ कि अनि त्यहाँ चाहिँ खेल्ने ठाउँहरू नि बनाएको छ अब हामी गयौँ ल साथीहरू बाटोमा भेट्दै गरौँ न हल्का हल्का गफसफ गरेर होइन बोल न निमेष केही हाम्रो ब्लगमा मुस्कान पासा हो नि फेरि यिनी चाहिँ मुस्कान पासा हो नि फेरि यिनी चाहिँ मुस्कान पासा है हजुर मैले भिडियोमा सुनेको थिएँ पहिलाको मान्छे नहुँदाखेरि बाँदर चाहिँ हुन्थ्यो तिमी पनि बाँदर हो होइन के अनि जुन बाँदर नि पेडमा चढेको थियो त्यो बाँदरै भन्यो मिसेस अनि जो चाहिँ सुशीला तामाङ को कतिवटा एउटा यम्मी ल खाऊ निमु खाऊ न तिमी पनि बिस्तारै खा न होस् छोड्यो दुईवटा चम्ची सायद देख्छ त बाटोमा भगवान देखेपछि गाइस ल ल ल ल ल आऊ छिडा यहाँ हामीले चाहिँ केक बोकिसक्यौँ यहाँ तल नेपाल केक बेक भन्ने ठाउँबाट यहाँ चाहिँ अहिले 15 मिनटमा रेडी हुन्छ कि केक सो हामीले यहीँबाट लिएको बाँदर हेर्नु नि मन्दिर भेट्ने बित्तिकै ढोक्दै हिँड्छ के भन्नु के पकाउँदै हुनुहुन्छ यहाँ चाहिँ पापड पाकिरहेको छ कहाँ सन्जिता हुनु यो चाहिँ हेर्नु कति धेरै मुन्टा र मकै अर्ग्यानिक फर्सीको मुन्टा खानुहुन्छ भने उहाँ छौ दिदीलाई कन्ट्याक्ट गर्नु अहिले टिप्दिनुहुन्छ भोलि अनि सिधमा त के टिप्दिनु 50 रुपियाँ टिपेर राखिदिनु ल खोइ कति आउँछ पानी गर्ला टोक्छ भन्दैछु नि होइन अब हामी चोकमा जाँदैछौँ गाइस तो हम चौक में चल रहे गोरे का हम ब्लॉग बना रहे हैं गाइस तो हम चल रहे हैं चौक में तो हमारा वीडियो लाइक शेयर सब्सक्राइब करें ए भाई आज
अब लागि हैन लाइक शेयर सब्स्क्राइब कालो बुवाको नि हजुरको कालो भात सर र भात छ नि खानु खोल्नुहोस् कुन किन्न मन छ भन्नुहोस् म किनिदिन्छु आज मलाई यो सुज र्याक किनिदिनुस् त हस् त्यो त अलिक सस्तो भयो नि म त एक्सपेन्सिभ म त किनिदिन्छु हामी टेबल हेर्न आएको गाइजहरू आहा कस्तो राम्रो देखास् यो के हो टिबुले पिटेल हेर्नु होला हामी गाइज म फुल टिप्न जाँदैछु ल कहाँ छ फुल यति फुल टिपे ह्याप्पी बर्थडे टु यु वाला गीत बजाउनु म चाहिँ बर्थडे बोय हो भनेर यसरी देखा न अब ईशान गाइज क्या यो बाउमा तल सार्छ र ईशान हो त्यो सबै तल सार बाउले फोन गरेको थिएँ नि खै म सबै दा Happy birthday to you. Happy birthday to you. Birthday to you. Happy birthday to you. Birthday boy. Happy birthday. सम्पन्नले ताली बजाएको ताली Happy birthday to you. सम्पन्न Happy birthday to you. लिएर to you. केकतिर त्यति फरक भइसक्यो नि के गरेको ह्याप्पी बर्थडे निशालाई दिनु न निशान आयो भगवान के हो यो के हो खोइ त ह्याप्पी बर्थडे भनेको टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु सकिसक्यो निभाउनै सकेन निभाइदेऊ न सम्पन्न निशान भिनाजु दर्शन तलै पिलो आउँछ पहिला जेठी त्यसपछि मैले त्यसपछि कान्छी खाना तर भयो अरे ल सास फेर्दा नि निब्ला जति गर्छ त काट्दाखेरि थर थर यसरी कापिरहेको थियो यसरी ठुलो मान्छे भन्दा ट्यालेन्ट हुनु पहिला अलिकति केही उन्नति ह्याप्पी बर्थडे मलाई जी गर आयुष्मान बाबा सिस्टम अनुसार चल्नुहुन्छ हो हजुर चाहिँ जी गर हो Oh my gosh, wow. भाइको भाइले तिमीलाई पनि माया गर्छ देख्यौ नि ए त्यसको बर्थडेको लागि छ मगान एउटा केकको एउटा हिस्सा मैले मम्मीलाई खुवाइदिएँ है
एउटा समारोहले जे पनि हुन्छ कि टिका टाढा लाउन पाइन्छ हजुर हो के खाऊ के अब ठीक है मैं भी खा के खाऊ ल साथीहरू यहाँ खानपिन हुँदैछ अनि त्यहाँ अनबक्सिङ हुँदैछ ल ग ए मलाई थाहा थियो मैले अहिले गेस गरेको बट्टा हेरेर आमा घरकै आउने त म अहिले बट्टा हेरेर थाहा पाइदियो अहिले त्यसको गिफ्ट फोन दिएपछि खुसी छस् अब गेमिङ होला फोन दिएपछि के गर्नुपर्छ भन्ने तेरो फोन नचला नि अब पढ्ने एक्जामलाई मोबाइल के आइटमहरू देखाउँछु त अचार या राजमा यता छ मासु यो के हो अरे बोडी तामा हो बोडी तामा मछली यता हेर ए माछा यिनीहरू बिहान यस्तो फाइट गरेको थियो साथीहरू ओ माइ गॉड सो साथीहरू अहिले चाहिँ भोलिपल्टको बिहान हिजो इन गर्न पाइएन छ भ्लग किनभने अब खानपिन गर्दा 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 गफ गर्दा 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 बिर्सेछ सो आज चाहिँ म भ्लगको इन्डिङमा आएको छु भ्लगको इन्ड गर्न अनि अब चाहिँ हामी म कौशल टारसम्म जान्छु अनि कौशल टारबाट गाडी चढेर कपन जाँदैछु सो हिजोको भ्लग कस्तो लाग्यो किप सपोर्टिङ एन्ड सी यु इन नेक्स्ट भ्लग बाई